हेलो गाइज नमस्कार। आज बिहान बिहान मुलाहरू पनि उखलेर सुकाएको छु। यसलाई चाहिँ सिन्की बनाउने हो अनि पानी परेको टाइममा खाने हो। यो सिन्की बनाउनको लागि मुला उखालेर धोएर यसरी सुकाएको छु। उता पात पनि छ, यसरी छतमाथि सुकाइरहेको छु। अब यसको सिन्की बनाएर खाने हो गाइज। पछि म यो सिन्की हुँदाखेरि पनि यहाँलाई देखाउने छु। फाइनली गाइज सिन्की भइसकेको छ। 1-2 हप्तापछि मेहनतको फल प्रतिफल आज देखिएको छ। सिन्की निकालिरहेका नेपालको राष्ट्रिय तरकारी सिन्की गुन्द्रुक पानी परेको बेला उमालेर खान निकै नै मिठो हुने गर्दछ। कतिसम्म खानु अरे? गुन्द्रुकै खाइबस्छु म 1 वर्ष। कहिले कहिले तिम्रो गुन्द्रुक सुकाएर मलाई विदेशमा पठाउनको लागि तयार मेरी श्रीमती। त्यसैले 1 वर्षसम्म खानु भन्दै छिन्। गएर विदेशमा मजाले खानु अनि साथीभाइसँग अनि अरू नेपालको गुन्द्रुक भिन्दै स्वादिलो बनाएर खानु। मलाई यसै पनि केही लान मन लाग्दैन गुन्द्रुक अरे। फाइनली गाइज यो गुन्द्रुक सिन्की गुन्द्रुक पनि सुकिसकेको छ। यस्तो भएको छ अहिले। अब नेपालको राष्ट्रिय खाना यो पानी परिरहेको टाइममा रस बनाएर खान, झोल बनाएर खान निकै मिठो हुने गर्दछ। मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू।